आदरणीय दर्शक महानुभावहरू सम्पूर्णमा नमस्कार छ। म देवाङ राई। यति बेला तपाईँहरूको बिचमा धरानको कान्छी श्रमदाता सामाजिक अभियन्ता मुना विश्वकर्माजी हुनुहुन्छ। म उहाँसँग विशेष संवादमा जोडिन गइरहेको छु। हामी दुईबीचको संवादलाई सुनेर सदा चाहिँ तपाईँहरूको महत्त्वपूर्ण प्रतिक्रिया भने दिन नभुल्नु होला। मुनामी स्वागत छ। नमस्कार हजुर। हस्, धन्यवाद। नमस्कार। आराम कुशल हुनुहुन्छ? हजुर, एकदमै आरामै। तपाईँको योभन्दा अगाडि सामाजिक सञ्जालमा अत्यन्तै धेरै विषयहरू आएका थिए। विशेष गरेर तपाईँको स्वास्थ्यमा के समस्या देखा पर्यो र तपाईँ अस्पतालमा जानुभयो भन्ने कुरा छ। खास यो के हो, के भएको थियो तपाईँलाई? अलिक केही दिन अगाडिदेखि चाहिँ आफ्नो स्वास्थ्य चाहिँ अलिकति बिरामी भएको कारणले धेरै गाह्रो भएको थियो। त्यही निम्ति चाहिँ अस्पतालमा बस्दै आउँदै पनि गर्नु पर्यो। मान्छेको शरीर हो, कहिलेकाहीँ बिरामी हुन्छ भन्ने पनि लाग्यो। अहिले कस्तो छ तपाईँको अवस्था? अहिले पनि अब 20मा 19 मात्र भनौँ होइन। अब आफूलाई जे रोग देखा परेको थियो त्यो चाहिँ केही भएको छैन होइन। अलिकति पनि घटबड पनि भएको छैन। ठिकै अब जस्तो थियो त्यस्तै नै छु। तर अलिकति आत्मा बल चाहिँ बढेर चाहिँ अलिकति तागत होइन, अब बाहिरभित्र गर्ने तागत चाहिँ आएको छ। त्यसैमा खुसी छु। डक्टरले के भने तपाईँलाई डिस्चार्ज हुने बेलामा? यो उमेरमा के भन्छ अरे पथरिया भएर अब किडनी चाहिँ धेरै नै सुनिएको थियो। अनि यो उमेरमा किडनी सुनिनु चाहिँ राम्रो होइन, पथरिया हुनु पनि राम्रो होइन भन्नुभएको थियो। अब विशेषतः तपाईँलाई तपाईँको पूर्ण र दीर्घ स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। सबैभन्दा पहिला आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला मेरो तर्फबाट, यति भन्न चाहे। हस्, धन्यवाद। पछिल्लो समयमा श्रम संस्कृति पार्टीका हरेक अभियानहरूमा तपाईँ जोडिन सक्नु भएन, कारण तपाईँको स्वास्थ्य समस्या थियो। अहिले चाहिँ देशमा उठेका विभिन्न प्रश्नहरू छन्, त्यसमध्ये आज तपाईँले भानुचोकमा जुन तरिकाले आफ्नो विचार राख्नु भएको छ नि, सुकुम्बासीको विषयलाई लिएर रासपा सरकारले गरेको सुकुम्बासीका घर भत्काउने या सुकुम्बासी समस्या समाधानका निम्ति राज्यले एक तरिकाको डोजर आतङ्क नै मचाइरहेको छ देशैभरि। तपाईँहरूकै पार्टी अध्यक्षज्यूले चाहिँ प्रधानमन्त्रीको राजीनामा समेत माग्नु भएको छ। तपाईँ त युवा हुनुहुन्छ, जेन्जी हुनुहुन्छ, के छ तपाईँको विचार? यस्तो हो, विनाश गरेर विकास गर्नु चाहिँ मलाई राम्रो हो जस्तो चाहिँ लाग्दैन होइन। विनाश गरेर विकास गर्नुको कुनै अर्थ हुँदैन, आँसु पछाडिको मलको केही अर्थ हुँदैन। त्यही क्रममा चाहिँ अब जति पनि सुकुम्बासीहरूले चाहिँ मैले अघि पनि भनेको थिएँ, रहर कसैको हुँदैन, सबैजनाको बाध्यता हो। रहर त गरिबीजीहरूलाई पनि त ठुल्ठुलो महलमा बस्ने थियो होला, उहाँहरूको बाध्यताले चाहिँ सुकुम्बासीमा बस्नुपर्ने भयो होइन। र सक्नुहुन्छ वासस्थान दिनु नहुनेलाई, पीडितको आवाजमा बोल्नु। तर उहाँहरूले पनि त दुःख गरेर खाइ नखाइकन एउटा जोडेको झुपडीलाई चाहिँ किन भत्काउनुहुन्छ? अब सबैजनाको झुपडी त थिएन होइन। कतिजना चाहिँ सुकुम्बासीमा पनि चाहिँ हुकुमबासीहरू हुनुहुन्थ्यो होइन। र उहाँहरूको पनि भत्काउनु बहुत दुःख लाग्यो। तर विनाश गरेर विकास गर्नु राम्रो छैन। र भोलिको दिनमा हाम्रो माननीय हर्क साम्पाङज्यूले नै पनि चाहिँ नराम्रो काम र अन्याय जनताप्रति चाहिँ अन्याय गर्नुभयो भने हामी पनि हर्क साम्पाङको विरोधमा बोल्नेछौँ। किनकि जनता भनेको सत्यको पक्षमा बोल्नुपर्छ। किनकि आज बालेन सरकारले चाहिँ डोजर चलाउनु भयो होइन। अब उहाँको आदेश नभए त डोजर चल्दैन थियो होला नि त सायद। उहाँले चाहिँ जुन डोजर चलाउनु भयो त्यसको उहाँले चाहिँ अब जनताप्रति चाहिँ अन्याय नै गरेको हो नि त होइन। त्यही भएर चाहिँ अब आज हामीले चाहिँ बालेनप्रति हामी बोलिरहेको छौँ भने भोलिको दिनमा हर्क साम्पाङ मात्र नभएर जुनसुकै नेता आउने जाने होस्, हिजोको दिनमा केपी विरुद्धमा पनि हामी बोलेकै हो। यो कुरा तपाईँहरूले पनि देख्नु नै भएको छ है। र भोलिको दिनमा यस्तै हो, आगामी दिनहरूमा पनि अझै नेताहरूले चाहिँ यसरी नै अन्याय गर्दै जाने हो भने हामी चाहिँ हरेक नेताहरूको चाहिँ विरुद्धमा उठ्दै जानेछौँ, जाग्दै जानेछौँ। जस्तै श्रम संस्कृति पार्टीमा तपाईँ एक जेन्जी नेतृत्व भनौँ, तपाईँ जेन्जी उमेर समूहका पनि हुनुहुन्छ, कान्छी श्रमदाता भनेर परिचित हुनुहुन्छ। जेन्जी आन्दोलनताका तपाईँले धरानमा लागेका नाराहरू अझै कतिपय कुराहरू कैद भएर पनि बसेका छन्। खास विमति चाहिँ सरकारले सुकुम्बासी बस्ती जो असली सुकुम्बासी छ त्यो बस्ती उठायो, गरिब निमुखाको घरमा डोजर चलायो भन्ने ठिक छ, जायज छ तपाईँहरूको माग। तर त्यो बस्ती सँगसँगै त्यहाँ ठुला ठुला घरहरू भत्केका छन्, जो हुकुमबासीहरू पनि उडेका छन्, उहाँहरूको विषयमा चाहिँ के छ? यस्तो हो, अब केही भएर पनि चाहिँ केही नभए जस्तो गर्नु र केही नहुँदा पनि चाहिँ केही भए जस्तो गर्नु।
दुईवटा लाइन भने कोही व्यक्तिहरू चाहिँ भएर पनि चाहिँ देखाउन नखोज्नु र कोही व्यक्ति चाहिँ नभएर पनि छ जस्तो गर्नु, त्यसमा त फरक हुन्छ नि त। किनकि तपाईँ र ममा भोलिको दिनमा मसँग छैन र पनि चाहिँ म खुसी हुँदै हिँडेको छु, तपाईँसँग चाहिँ भएर पनि दुःखी हुँदै जानुभयो के, त्यो दुईवटामा फरक लाइन्छ नि त। र उहाँहरूको पछिमा चाहिँ म के भन्छु भने उहाँहरूको त ठाउँमा मात्र घर नभएर अरू अरू ठाउँमा पनि थियो होला होइन, तर तपाईँहरूको जग्गा जमिन धन सम्पत्ति त्यो त हामीलाई थाहा हुँदैन होइन, तर त्यही ठाउँमा पनि चाहिँ तपाईँहरू अब सुखले बस्नु भएको थियो होला, त्यो घर भत्किनुमा हामी पनि दुःखी छौँ र त्यो ठाउँमा चाहिँ जनताको पनि गल्ती छ के, सुकुम्बासी जग्गामा त्यत्रो मल बनाएर हुकुमबासी हुनु खोज्नु त्यो तपाईँहरूको गल्ती हो। त्यो चाहिँ गल्ती जनताको देख्नुहुन्छ नि होइन, किनभने तपाईँ त युवा पुस्ता त्यसमा सचेत नागरिक, हजुर जे सही छ सही भनिदिनुहुन्छ, जे गलत छ गलत भनिदिनुहुन्छ। भोलिको दिनमा अब कतिजनालाई मैले बोलेको मनपर्छ सही भन्नुहुन्छ, बोलेको मन पर्दैन गलत भन्नुहुन्छ, सही गलत दुवै स्वीकार्न सक्ने क्षमता हुनुपर्छ मानिससँग, किनकि धनी भए भन्दैमा चाहिँ गलतलाई पनि सही बनाउने कोसिस नगर्नु होला भन्न चाहन्छु। किनभने ती हुकुमबासीहरूले त यतिका वर्षसम्म 50-60 वर्षसम्म निरन्तर रूपमा त्यो घर भाडामा लगाएर सरकारी जमिनमा घर बनाएर भाडा असुलेर उनीहरू त करोडपति भइसके, तिनीहरूलाई त सरकारले ठिक गर्यो या बेठी गर्यो? ठिक गरेको हो, किनकि अब कस्तो हो भने एउटा कुरा चाहिँ बेठी पनि गरेको हो, किनकि त्यही भाडामा बस्दा पनि चाहिँ कति गरिबी जनताहरूले चाहिँ बास पाइरहेका थिए, तर बास दिँदा पनि चाहिँ बास दिनु त्यो राम्रो कुरा हो, तर त्यसैको नाममा पैसा उठाउनु चाहिँ नराम्रो कुरा हो जस्तो लाग्छ। तपाईँ चाहिँ सरासर जो असली सुकुम्बासी छ र असली सुकुम्बासीहरूलाई जुन तरिकाले सरकारले उठिलास गराएको छ, उनीहरूलाई चाहिँ व्यवस्थापन पनि अहिलेसम्म यकिन गर्न सकेको छैन, कहाँ जग्गा दिने, कति जग्गा दिने, कुन तरिकाले व्यवस्थापन गर्ने, ती असली सुकुम्बासीका छोराछोरीलाई विद्यालयमा कसरी भर्ना गर्ने, स्वास्थ्य शिक्षाका कुराहरू कसरी परिपूर्ति गर्ने विषयमा सरकारले त्यति धेरै गम्भीर रूपमा ध्यान नदिएको कारण चाहिँ तपाईँ सडकमा आउनुभयो आज? हजुर त पनि हो, र म आउन त अगाडिदेखि नै खोजिरहेको थिएँ, पहिलो दिनदेखि आज छैटौँ दिन थियो, किनकि म पनि एउटा चाहिँ सुकुम्बासीमा बस्ने व्यक्ति हो कि, किनकि अब आज हामी नबोली भोलिको दिनमा हाम्रो ठाउँमा आएर भत्काउनु सक्दैन भन्नु सकिँदैन है। र के हो भने अर्को कुरा, जुन हिजो चाहिँ मेरो घर ढल्नुभन्दा अगाडि म मेरो ज्यान ढाल्छु भनेर चाहिँ हिजो या अस्तिको दिन जुन एकजना व्यक्तिले चाहिँ आफ्नो ज्यान गुमाउनु भएको थियो, त्यो सम्झेर म धेरै नै दुःखी भएँ, किनकि उसको पनि सपना थियो होला, उसको पनि रहर थियो होला, उसको पनि इच्छा थियो होला होइन। मैले मेरो फ्यामिली हेर्छु, कतिपय त्यस्तो हो अब सुकुम्बासीमै बसोबास गरे पनि चाहिँ कतिजना चाहिँ विदेशमा गएर आफूले पसिना बगाएर जोडेको घर हुन्छ होइन, त्यो दुःखलाई चाहिँ सरकारले किन बुझ्न सकेन भन्ने कुरा पनि हो। र अर्को कुरा चाहिँ अहिले भनेको 12को परीक्षा चल्दैछ है, 12को परीक्षा चलिरहेको बेलामै भत्काउनु पर्छ भन्ने थियो, त्यो घर भत्काउनेमा पनि त कतिपय विद्यार्थीहरू पढ्थ्यो होला नि त, त्यहाँ पढाइमा पनि चाहिँ यहाँ के भन्छ अरे अलिकति उ त भइरहेछ कि असर गरिरहेछ। र अर्को कुरा चाहिँ मैले अघि नै भने उहाँहरू चाहिँ गरिबी भए पनि चाहिँ एक छाक खाना एक छाक लाउन पुगेर पनि उहाँहरू खुसी हुनुहुन्थ्यो, उहाँहरूको वासस्थानै उठाउनु पर्ने कारण चाहिँ के थियो कि। र अर्को कुरा चाहिँ के हो भने त्यो सुकुम्बासी नै भएर पनि चाहिँ अहिलेसम्म सरकारले नउठाएको चाहिँ बालेनले उठाउनु पर्ने किन है, किनकि अब यत्रो वर्ष भयो होइन कतिजना बसेको, योभन्दा अगाडि त कुनै पनि सरकारले चाहिँ सुकुम्बासीलाई उठाएको थिएन नि त, तर अहिले आएर चाहिँ बालेनले उठाउनु पर्ने कारण के थियो होला? भोट ब्याङ्क बनायो भन्छन् पुराना दलहरूले, र पुराना दलहरूले चाहिँ ती सुकुम्बासी बस्तीहरू पनि कतिपय ठाउँमा बसाएर आफ्नो भोट ब्याङ्क बनायो भन्ने आरोपहरू पनि पुरानो दललाई चाहिँ छन्। त्यसैको विरुद्धमा बालेन सरकार लागेको भनेर एकाथरी जनता भन्छन्, अर्को थरी जनताले चाहिँ गलत गर्यो भन्छन्, तपाईँ चाहिँ कताको पर्नुहुन्छ? होइन, म त सिधै भन्छु होइन, योभन्दा अगाडि के थियो होइन, त्यो त हामीभन्दा ठुलो व्यक्तिलाई थाहा होला, किनकि अहिले भनेको चाहिँ अब अहिले हामीले देखिरहेको र अहिले हामीले देखिरहेको राजनीति चाहिँ कस्तो हो भने हामीले अहिलेको कतिपय जनताले चाहिँ हामीलाई बालेनले हेर्छ, बालेनले गर्छ। हिजोको दिनमा भोट माग्न जाँदाखेरि जनताप्रति कति आश देखाएको थियो, तपाईँहरूको घरमा डोजर लाग्दाखेरि म मेरो छाती थाप्छु, मेरो ज्यान थाप्छु भन्नेहरू अहिले कुन दोलामा लुकेर बसिरहेको छ नि त, किनकि मुखले मात्र ठिक्क पारेर व्यवहारले त्यसो गर्नु त महापाप हो, महापाप हो। किनकि बालेनले भनेन होला, बालेनको समर्थकले भोट माग्न जाँदाखेरि त्यो आवाज भनेको थियो कि थिएन, रवि लामिछानेले त्यो आवाज भनेको हो कि होइन, त्यो आवाज गुन्जेको हो कि होइन,
गरिबी जनताप्रति चाहिँ त्यति धेरै आश लोभ लालच देखाएर चाहिँ भोट लुटेर चाहिँ अहिले आएर जनताको घर भत्काउन पाइन्छ ठिक छ उहाँहरू जेमा खुसी हुनुहुन्छ जनता खुसी पाउनुहोस् यो देश त्यसै खुसी हुन्छ अब तपाईँले अघि एउटा कुरा निकाल्नुभयो तपाईँ आफ्नै जुन निवासमा बस्नुहुन्छ सायद बनाउँदै पनि हुनुहुन्छ होला त्यो जग्गा पनि सुकुम्बासी धरानको सुकुम्बासी बस्तीभित्रमै पर्छन् या त्यो जग्गा चाहिँ अहिलेसम्म जग्गाको धनी पूजा छैन या के छ तपाईँको अवस्था चाहिँ अब यस्तो हो मै बसेको ठाउँ चाहिँ सुकुम्बासी गाउँ पनि पर्छ होइन पर्छ त्यो टोल पनि नजिकका कि पर्छ। तपाईँकै घर पनि त्यो जग्गाभित्रैमै छ त्यही जग्गाभित्रैतिर हो र अब एक चाहिँ कस्तो हो भने अब हाम्रो चाहिँ अब अलिकति विकट ठाउँमा पनि छ त्यो ठाउँलाई म पनि मान्छु र अहिलेसम्म चाहिँ सरकारले किन धनी पूजा दिन सकेन तर तपाईँहरूको धरानको पक्षमा एउटा अत्यन्तै धेरै सकारात्मक पक्ष पनि सुन्नु भएको छ धरानको कार्यवाहक मेयर आइन्द्र विक्रम बेगाज्यूले म भन्नुभएको छ हुन्जेल चाहिँ डोजर चलाउन दिन डोजर चल्दैन भन्नुभएको छ यहाँ त अलिक त ढुक्क छ त्यही माथि तपाईँहरूको पार्टीको अध्यक्ष हर्का साम्पाङज्यू पनि फेरि तपाईँहरूकै पक्षमा छ धरानलाई चाहिँ अलिक सुरक्षित हो यस्तो हो धरानलाई सुरक्षित बनाएर काठमाडौँमा डोजर चलाउनु त राम्रो होइन क्या किनकि आज हाम्रो धरानको पो घर भत्किएन त काठमाडौँको त कतिपय व्यक्तिहरूको घर भत्क्यो नि होइन त्यो ठाउँमा पनि बोल्नु पर्यो क्या सरकार धरानमा त कस्तो हो भने धरानमा चाहिँ अब यत्रो कतिले चाहिँ अब यत्रो तपाईँहरूलाई चाहिँ सचेत गराउँदै पनि किन आन्दोलन गरेको किन आवाज उठाएको भन्नुहुन्छ होला नि त भोलिको दिनमा गरिबी दुखी जनताको पक्षमा नबोल्ने हो भने माटो प्रेमी भएको कुनै काम छैन के किनकि माटो प्रेमी भनेको गरिबी जनता निमुखाको पक्षमा बोल्ने सरकार हो के किनकि अहिले जुन चाहिँ हाम्रो बालेन सरकारले चाहिँ डोजर चलाउनु भयो त्यो चाहिँ हाम्रो माननीय हर्क साम्पाङज्यूबाट कहिले हुन सक्थेन क्या उहाँले डोजर चलाउनु हुन्थ्यो केमा चलाउनु हुन्थ्यो थाहा छ कसैको घर बनाउन होइन भत्किएको बाटो बनाउन भत्किएको खोला नाला बनाउन त्यति बेला मात्र चलाउनु हुन्थ्यो क्या उहाँले डोजर जस्तै फरक छ नि त दुईटामा श्रम संस्कृति पार्टीका जेनजी नेत्री अत्यन्तै चर्चित लोकप्रिय मुना विश्वकर्मा हजुर हस्पिटलको बेडदेखि उठेर धरानको भानुचोकमा आएर यसरी गर्जिनुको पछाडि भित्री नियत तपाईँको के छ खास किन यति धेरै तपाईँले जुन किसिमले धरानको भानुचोकमा आफ्नो अभिव्यक्ति राख्नुभयो जनताले सूचित पनि गराउनु भयो यस्तो हो मैले तपाईँलाई तपाईँको कुरा बुझि नै हालेँ र मैले त्यसको जवाफ फर्काउन चाहेँ हिजो हामीले केपी ओलीको पनि विरुद्धमा बोलेका थियौँ आन्दोलनमा तपाईँ कराउनु भएको कराएकै भिडियोहरू अझै छ र अहिले पनि नयाँ सरकार आएको होइन भोलिको धेरै गल्ती हुनुभन्दा सानो गल्तीमा सुधार्ने मौका दिनु नै त्यो ठुलो कुरा हो र किनकि अघि नै मैले भने आँसु पछाडिको म कुनै काम छैन त्यसरी नै चाहिँ जनताले भोट हालिसकेको हालेर चाहिँ जिताएको सरकारले चाहिँ यति धेरै दुःख दिन्छ भने त्यसमा चाहिँ धराने जनता भएर चाहिँ चुप लाएर कहिले बस्न सकिँदैन अन्यायको विरुद्धमा बोल्ने भनेको धराने जनता पनि पर्छन् क्या त्यसमा किनकि त्यसभित्र म पनि पर्छु किनकि म बिरामी छु त मेरो ठाउँमा छ मभन्दा ठुल्ठुला बिरामी भएका पनि मैले अस्पतालमा देखेर चाहिँ म चाहिँ अलिकति हिँड्नुपर्छ अलिकति यत्रो देशमा चाहिँ यत्रो रणनीति भइरहेछ यसमा चाहिँ म किन चुप लाएर बस्ने भन्ने आत्मा चाहिँ म भित्र जाग्यो होइन र त्यस कारणलाई चाहिँ मैले सम्हाल्न नसकेर चाहिँ अहिले पनि मेरो स्वास्थ्य ठिक छैन मैले अघि नै भनिसकेको छु अहिले पनि चाहिँ म औषधिको भरमा हिँडिरहेको व्यक्ति हो होइन र मेरो अन्तिम सास रहेसम्म चाहिँ यो देशमा जसले के भन्छ अरे अन्याय अत्याचार गर्दै जान्छ नि त्यसको विरुद्धमा बोल्न कहिले छोड्ने छैन क्या एज ए जेनजी तपाईँ जेनजी हुनुभएको हिसाबले हजुर श्रम संस्कृति पार्टीको अत्यन्तै क्रियाशील अत्यन्तै सक्रिय श्रमदाता जेनजी नेत्री भनेर तपाईँलाई चिन्छन् हजुर तपाईँहरूले नि विगतको सरकारहरू विरुद्ध सडक आन्दोलन गर्नुभयो तपाईँहरूका थुप्रै साथीहरू गुमाउनु भयो भलै केही शान्तिपूर्वक धरानमा चाहिँ आन्दोलन चले तपाईँहरूको नेतृत्वमा धरानमा भएको आन्दोलन अर्थपूर्ण थियो पछिल्लो समयमा सरकार ढल्यो अहिले राजसभा सरकार बनिएको छ तपाईँहरूको कारणले सन्तुष्टि कति हुनुहुन्छ यस्तो हो हाम्रो जनताको भनाइ चाहिँ के हो भने पुरानोलाई ढाल्नु त हाम्रो ठुलो कुरा हो होइन र नयाँलाई ल्याउनु हाम्रो अझ ठुलो सफलता हो दुईटामा एउटाले जितो दुईटैले चाहिँ अझै देशलाई चाहिँ सजग रूपमा चाहिँ सहज पारेर लानुहोस् भन्ने चाहिँ आशा थियो किनकि त्यो त जनतामा भर पर्ने कुरा हो मैले मात्र चाहिँ भनेर केही फरक पर्दैन थियो क्या सारा जनता एकपट्टि र म एकपट्टि भएर सोच्दाखेरि किनकि जनताले
जनतामा भर पर्ने कुरा हो नि त। जनताले त अब उहाँहरूले घन्टीमा छाप हाल्नुभयो, उहाँहरू खुसी हुनुभयो। अहिले त्यत्रो घरहरू भकेरा छ, उहाँहरू त्यही पनि मेरो बालुन सरकारले कति राम्रो काम गरेको छ वाउ भन्दै बस्नु भएको छ होइन। अनि हर्क साम्पाङले चाहिँ गरिबी निमुखाको बारेमा बोल्दा चाहिँ सुँगुरको नाकमा मुख जोडेर होइन के फोटो एआईबाट बनाएर उहाँहरूले हाल्दा पनि चाहिँ हामी कतिपय समर्थकहरू चाहिँ चुपचाप लाएर बसेका छौँ र घन्टीका मान्छेहरूले चाहिँ हामीलाई फेक आइडी बनाएर अझै पनि नकारात्मक तरिकाले कमेन्ट गरिरहँदा पनि चाहिँ हामी चुप लाएर बसेका छौँ। तर यस्तो हो, समर्थक आफूलाई कुन पार्टी मनपर्छ त्यो आफ्नो ठाउँमा छ, तर जो सत्तामा जान्छ त्यो व्यक्तिले चाहिँ कहिले पनि चाहिँ यो देशलाई चाहिँ नकारात्मक बाटोमा नलगोस् क्या। किनकि दुई पक्षमा एक पक्षले चाहिँ यसले बनाउँछ भनेर भोट हालेको हुन्छ। कतिपय जनताको आश चाहिँ तपाईँहरूप्रति हुन्छ, किनकि जनताको आश मारेर चाहिँ तपाईँहरू खुसी हुन्छ तर देश खुसी हुँदैन। अब यो प्रसङ्गलाई सम्भवतः यहीँनिर अन्त्य गरौँ र अब आउँ स्थानीय चुनावको तयारी पनि श्रम संस्कृति पार्टीमा देखिन्छ। हजुर, स्थानीय चुनाव एक किसिमले धरानमा लागिसक्यो। धरान मेयरको लागि भनेर तपाईँहरूकै पार्टी अध्यक्षज्यूले केही दिन अगाडि मात्रै धरानको चर्चित ग्रिन टीमा केही इच्छुक प्रतिनिधिहरूलाई बोलाउनु भएर केही सायद कुराहरू भयो होला। अब स्थानीय चुनावमा तपाईँको तर्फबाट जनतालाई भन्नुपर्ने केही सन्देश छ? अहिले जुन हाम्रो ठुलो परीक्षा सकेर चाहिँ फेरि अर्को राउन्डको परीक्षा आउँदैछ होइन, त्यो चाहिँ तपाईँको ठाउँको लागि होइन, तपाईँले देशको लागि सोचेर भोट हाल्नुभयो त्यो तपाईँको ठाउँमा छ। अब आफ्नो ठाउँको लागि सोच्नुहोस् र यत्रो घन्टीले गरेको देख्नुभयो होला होइन, प्रगति त कति राम्रो गऱ्यो भन्दै हुन्छ होला तपाईँ अझै पनि। भोलिको दिनमा तपाईँको ठाउँ घर आएर भत्काएको दिन थाहा पाउनुहुन्छ, तपाईँको बालबालिकालाई मारेको दिन थाहा पाउनुहुन्छ कि मैले कस्तालाई भोट दिन्छु भनेर। मैले चाहिँ एकपल्ट आन्दोलनकै क्रममा चाहिँ चुनावको बेलामा मैले एकपल्ट भनेको थिएँ, सायद आन्दोलनको बेलामा समयमा होला, आफ्नो भविष्यमा अब सोचे पनि आफ्नो सन्तानको भविष्यलाई सोचेर चाहिँ भोट हाल्नु है भनेर मैले त्यो के भन्छ अरे समाचार पनि छोडिदिएको थिएँ होइन। तर त्यो चाहिँ अब कतिले सुन्नुभयो कतिले सुन्नु भएन त्यो त थाहा भएन। तर मैले मेरा छर छिमेकी टोलमा चाहिँ मैले सबै यही आवाज गुन्जाएको थिएँ र आगामी दिनहरूमा पनि चाहिँ तपाईँहरूले सोचेर भोट हाल्नु होला, आफूले हालेको भोट खेर नजाओस् होइन। किनकि फेरि भनेको आफूले भोट हाल्न पाइन्छ पाइँदैन त्यो त आफ्नो ठाउँमा छ होइन। तर आफ्नो बहुमूल्य भोट अमूल्य भोट चाहिँ तपाईँहरूले कदापि खेर नफाल्नु होला। किनकि भोलिको दिनमा चाहिँ मैले यस्तोलाई भोट हालेर ठुलो के भन्छ अरे गल्ती गरेछु भन्ने सोच तपाईँहरूमा नपलाउने गरी चाहिँ तपाईँहरूले चाहिँ आफूमा सक्षम भएर आफूलाई विश्वस्त मान्छेलाई भोट हाल्नु होला भन्न चाहन्छु। अब जुन समाचार तपाईँले सुन्नुभयो सायद त्यति बेला तपाईँ हस्पिटलमा हुनुहुन्थ्यो होला, सुकुम्बासी बस्तीहरूमा डोजर चल्न थाल्यो भने पश्चात तपाईँ पनि जेनजी पुस्ताको तपाईँले आफ्नो केही वास्तविकताबारे थोरै के अघि बताउनु भएको छ, तपाईँको मनमा चाहिँ के पर्यो? यस्तो हो, सुकुम्बासी होइन, नामै सुकुम्बासी। किनकि हाम्रो एउटा गीतै छ, गरिबको चमेली बोलिदिने कोही छैन होइन। यो गीत चाहिँ साँच्चै नै हिजोको दिनमा चाहिँ हो जस्तो लाग्यो। म हस्पिटलमा सुतिरहँदाखेरि चाहिँ अब फेसबुक मार्फत हेर्दाखेरि घर भत्किरहँदा होइन एउटा नानीले चाहिँ आफ्नो कपी कलम भेला पार्दै गरेको भिडियोले चाहिँ मलाई अत्यन्त भावुक बनाएको थियो क्या। हस्पिटलमा पनि चाहिँ मैले त्यो नानीको भिडियो देखेर चाहिँ म रोएको पनि थिएँ। मैले चाहिँ के सोचेँ भने यो नानी चाहिँ पढेर बालनभन्दा ठुलो मान्छे बनोस् पनि भनेर सोचेको थिएँ र आशा छ पढेकोले भन्दा पढेकोले बुझ्छन्। तर यति सानो उमेरमा चाहिँ त्यो नानीको त्यति धेरै दिनखेरि चाहिँ त्यो मलाई एकदमै खुसी लाग्यो। र भोलिको दिनमा चाहिँ तपाईँहरू यो जति पनि सुकुम्बासी हुनुहुन्छ सबैजनाले आवाज उठाउनु होला। किनकि सुकुम्बासीमा बस्नु भन्दैमा चाहिँ सरकारले खाना लाउन त दिएको थिएन नि त, सरकारले अन्वेषण लिएर दिएको थिएन नि त, दिएको थियो त अहिलेकोले दिएको थिएन नि त। उनीहरू आफ्नो ठाउँमा गरेर खाइरहेको छन्, उनीहरूलाई खुसी हुन दिनुहोस् के, जनतालाई खुसी पार्न सक्नुभयो भने त देश खुसी हुन्छ होइन। आज म विशेष तपाईँसँग वास्तविक सुकुम्बासीको कुरा मात्रै गर्दैछु। हजुर, त्यो हुकुमबासीहरूको कुरा आफ्नो ठाउँमा छ। यो खासमा हाम्रो देशमा तपाईँ त एक शिक्षित जेनजी विद्यार्थी पनि हुनुहुन्छ। हजुर, यो कसरी यो सरकारको जुन किसिमको गल्तीको कारण सरकारकै विभिन्न कमजोरीको कारण यो देशमा धेरै सुकुम्बासी हुन पुगे कि या विभिन्न आफ्नै कारणहरूले सुकुम्बासी हुन पुगे कि तपाईँलाई के लाग्छ? र मैले अघि नै भनिसकेँ, डर होइन बाध्यता हो होइन।
सपना त मेरो पनि महलमा बस्ने थियो, बाध्यताले त्यो ठाउँमा पुर्यायो। किनकि गरिबी भएर कसैलाई पनि बाँच्न मनपर्छ र अवश्य। किनकि अब म चाहिँ तपाईँहरूलाई चाहिँ एउटा हिम्मत चाहिँ के दिन्छु भने दुःख पछाडिको सुख अवश्य आउनेछ, तपाईँहरू नडराउनु होला। किनकि बालेनले घर भत्काए पनि चाहिँ अर्को साम्पाङले चाहिँ आवाज उठाइरहेको छ तपाईँहरूप्रति, र तपाईँहरूको साथमा चाहिँ हाम्रो हर्क साम्पाङ हुनुहुन्छ, यति कुरामा तपाईँ विश्वास त रहनु होला। अब यो तपाईँहरूको जुन किसिमको आन्दोलन छ, अब त सरकार विरुद्धको असली सुकुम्बासीहरूको पक्षमा तपाईँले बोल्दै हुनुहुन्छ नि, यो कति दिन चल्छ? तपाईँ कहाँ कहाँ पुग्नुहुन्छ? अघि त तपाईँले घोषणा पनि गर्नुभएको थियो, परिआएको खण्डमा म चाहिँ काठमाडौँको सडकमा पनि जान्छु भन्नुभएको थियो। हो, किनकि कस्तो हो भने अतिसम्म सनु चार नसनु भन्ने हाम्रो यो एउटा उखानै छ होइन। यति गर्दा गर्दै पनि चाहिँ भोलिको दिनमा चाहिँ परिआयो र आफ्नो स्वास्थ्यलाई ठिक भयो भने यो आवाज उठाउँदै र गुन्जाउँदै चाहिँ हामी अवश्य पुग्नेछौँ होइन। परिआएको खण्डमा हामी अन्यायको विरुद्धमा बोल्न कहिले पछि हट्ने छैनौँ र परिआएको खण्डमा हरेक ठाउँमा पनि पुग्नेछौँ। र सर्वप्रथम चाहिँ अब के रहेछ भने अब आफ्नो स्वास्थ्य पहिला ठिक भए त बोल्ने क्षमता आत्मबल हुँदो रहेछ। र मलाई आउन पहिलो दिनदेखि के मन थियो, अब यो दिन जान्छु भन्दा भन्दै चाहिँ आज 6औँ दिनमा चाहिँ म आइपुगेँ। र एउटा कुरा चाहिँ मलाई चाहिँ अलिकति आफैलाई चाहिँ भकानिएर आएको कुरा चाहिँ अघि मैले भानुचोकमा बसेर भाषण गरिरहँदा चाहिँ धेरैजनाको आँखा रसाएको देखेको थिएँ। र तपाईँहरू चाहिँ अब होइन त्यो मेरो भनाइ सुनेर चाहिँ तपाईँहरूलाई केही न केही याद आएरै त्यस्तो हुनुभयो होला। र त्यो कुरा देखेर अहिले मलाई पनि कस्तो फिल भइरहेछ, निकै नै दुःखद फिल भइरहेछ होइन। सायद मैले भानुचोकमा आज एउटा कुरा के भनेको थिएँ भने आज मेरो घर भत्काएन भनेर म बोल्न छोड्नु हुँदैन होइन। धरानमा सुकुम्बासी धरानमा मात्र नभएर सारा संसारमा कतिपय छन् नि त, सारा जनतालाई उठाएर चाहिँ लगेर कहाँ राख्नुहुन्छ होइन। र अर्को के कुरा हो भने आज मेरो घर उठाएन भनेर म बोल्न चुप बस्नु हुँदैन भन्दै गर्दा चाहिँ मैले त्यहाँ धेरैजनाको आँखा रसाएको देखेको थिएँ। र त्यसमा चाहिँ मलाई पनि अलिकति दुखी फिल भयो। र अब अर्को कुरा चाहिँ के हो भने आज मेरो मनको कुरा पोख्न पाएँ, त्यसमा पनि म खुसी छु। तपाईँहरूको पक्षमा मेरो पक्षमा बोल्न क्षमता दिए त्यसको लागि पनि धेरै धेरै खुसी छु। र मलाई शीघ्र लाभको कामना दिनुहुने सम्पूर्णप्रति पनि म धन्यवाद प्रकट गर्न चाहन्छु। अब कार्यक्रमको अन्तिममा छौँ, तपाईँलाई केही मिनट मात्रै। अब यो सबै समस्या देखियो, यो समस्याको समाधानको पक्षमा पनि तपाईँहरू बोलिराख्नु भएको छ। समस्या मात्रै किन देखाउने, समाधान कसरी गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? अब यस्तो हो, अब भत्काइसक्नु भयो होइन। ती भत्काएर पीडित पक्षलाई पनि चाहिँ तपाईँहरूले वासस्थान होइन र एउटा झुपडी नै भए पनि बनाइदिनु होला होइन। र ती बालाखान नानीहरूको पढाइलाई चाहिँ निरन्तरता दिनु होला र खाना बस्नको पनि चाहिँ व्यवस्था राम्रो गरिदिनु होला। र जति पनि असली सुकुम्बासी छन् उहाँहरूको हातमा चाहिँ पक्का धनी पूर्जा दिनु होला। किनकि भोलिको दिनमा चाहिँ गरिबीले चाहिँ गरिबमै मात्र मनपर्छ भन्ने छैन। किनकि बस्ने अधिकार तपाईँको हातमा छ, दिने नदिने होइन। तर त्यो कुरालाई चाहिँ तपाईँहरूले चाहिँ सिरियस लिएर चाहिँ तपाईँले चाहिँ धनी पूर्जा पनि बाँड्नु होला पनि भन्न चाहन्छु। किनकि समस्या पछाडिको समाधान अवश्य आउँछ। भोलिको दिनमा तपाईँले 5 वर्षको लागि मात्र हो भने गर्नुहोस्, कति गर्नुहुन्छ। तर 5 वर्ष पछाडि तपाईँको यस्तै हरकत हो भने त कुनै पनि हालतमा चाहिँ प्रधानमन्त्री जित्न सक्नुहुन्न होइन। मुना, विश्वकर्माको जीवनमा धेरै कुराहरू आए यी उमेरमा आइसक्दाखेरि। हजुर, योभन्दा अगाडि तपाईँ र हामी संवाद गर्दाखेरि चाहिँ अब सायदै म विदेश जान्छु कि भन्दै हुनुहुन्थ्यो। अब देशमा यो खालको राजनीतिक माहौलहरू तातिन थालेको छ। यस्तो कुराले त कहिलेकाहीँ चाहिँ यी आन्दोलनहरूबाट, यी मागहरूबाट यसैका निम्ति लड्दै गर्दाखेरि ती सपनाहरू कुनै सपनाहरू छुटिन्छन्। अब यो कति दिनसम्म तपाईँहरू चल्नुहुन्छ, सरकारले गरेका असली सुकुम्बासीहरूमाथि चलाएका डोजरहरूको विषयमा कतिन्जेल बोल्नुहुन्छ। तपाईँको विदेश यात्रा के छ प्लान अहिले? अब यस्तो हो, धरानमा बसेर आवाज उठाएँ भन्दैमा चाहिँ मैले कुनै पनि
मनमा चाहिँ पदको लोभ लालच लिएको छैन। र अर्को कुरा चाहिँ के हो भने मैले सर्वप्रथम त आफू र आफ्नो परिवारलाई हेर्नुपर्छ, त्यस पछाडि मात्र चाहिँ बाहिरको कुरा आउँछ। र आफू चाहिँ म अब तपाईँले भन्ने नै हाल्नुभयो वैदेशिक यात्रा, मेरो परिवारको समस्या समाधान गर्न म विदेश चिन्नु पर्यो भने पनि चाहिँ मैले नाइ भन्ने छैन। किनकि हाम्रो नेपाली समाजमा चाहिँ कति नेपालमै चाहिँ बेरोजगारी भएर त्यो विदेश जाने चाहिँ कसैको रहर होइन, बाध्यता हो। र भोलिको दिनमा मेरो परिवारमाथि चाहिँ गरिबीको कारण कसैले औँला उठाउँछ भने चाहिँ त्यसकै निमित्त चाहिँ एउटा असली छोरी भएर पनि चाहिँ छोराको रूपमा काम गर्न चाहिँ म विदेश चिन्नुपर्छ नै होइन। किनकि सर्वप्रथम त आफ्नो परिवारलाई खुसी दिन सके, आफ्नो बाबुआमालाई खुसी दिन सके मात्र देशलाई खुसी दिन सकिन्छ, यो कुरा पनि भन्न चाहन्छु। किनकि कतिले चाहिँ यो मिसिया नै छ, के भन्छ अरे अहिले तिमीले यस्तो कुरा नसोच्नु भन्नुहुन्छ, मान्छेलाई उमेरले होइन परिस्थिति परिपक्व बनाउँछ पनि भन्न चाहन्छु। श्रम संस्कृति पार्टीलाई स्थानीय चुनावमा 753 स्थानीय तहमा कतिवटा तह जित्नुपर्छ जस्तो लाग्छ अब अन्तिममा? होइन, अब मलाई जित्नु त सबै जित्नुपर्छ जस्तो लाग्छ नि होइन। अब आफ्नो मन परेको पार्टीले हार्दा कसलाई राम्रो फिल हुन्छ र होइन। यति बेला भोटको अपिल पनि गर्न सक्नुहुन्छ तपाईँ? र मैले अघि नै भनिसकेँ, तपाईँलाई कुन पार्टी मनपर्छ, मलाई कुन पार्टी मनपर्छ त्यो त फरक कुरा छ। तर तपाईँले आफ्नो लागि भन्दा पनि आफ्नो परिवारको, आफ्नो सन्तानका लागि सोचेर चाहिँ भोट हाल्नु होला पनि भन्न चाहन्छु। र धरानी जनताले त बुझिसकेका छन् तपाईँको ठाउँमा चाहिँ तपाईँले माटो प्रेमीलाई बुझ्नुभएको छ कि छैन। बुझ्नुभएको छैन भने एकपल्ट चाहिँ श्रमदान गएर बुझ्नु होला। किनकि कतिपयले चाहिँ ढुङ्गा बोकेर देश बनिन्छ र भन्नुभएको थियो होइन। र ढुङ्गा बोकेर देश मात्र होइन संसार बनिन्छ जस्तो लाग्छ क्या। किनकि हामी पहिला त ढुङ्गे युगबाटै आएको हौँ नि त। किनकि हामीले कति खोला नाला घरहरू त हामीले चाहिँ ढुङ्गाको जाली लाएर नै बनाएको थियौँ होइन। र हाम्रो माननीय हर्का साम्बाङज्यूले चाहिँ मेयर हुँदा चाहिँ कतिपय सुकुम्बासी जग्गा होइन त्यो खोलाको बस्तीहरूलाई चाहिँ जाली लाएर पनि जोगाउनु भएको थियो। तर काठमाडौँको ठाउँमा चाहिँ बालन शाहले भत्काउनु भयो। त्यसमा चाहिँ एकदमै दुःख लागेको छ। र अब आउँदै गरेको 84को चुनावमा चाहिँ तपाईँहरूले चाहिँ एकपल्ट माटोलाई बुझ्ने अवसर दिनुहोला, माटोलाई काम गर्ने अवसर दिनुहोला। र भोलिको दिनमा यो पालि त तपाईँले अस्तिको पालि त तपाईँले देशलाई सम्झेर भोट हाल्नु पर्थ्यो भने यो पालि तपाईँले आफ्नो ठाउँलाई सम्झेर भोट हाल्नुपर्ने हुन्छ भन्न चाहन्छु। कसैले एक वचन मिठो बोल्यो भन्दैमा चाहिँ तपाईँले आफ्नो भोट नसुम्पिनु होला। र हिजो घन्टीले पनि चाहिँ रासापाले पनि चाहिँ होइन तपाईँहरूको ठाउँमा चाहिँ डोजो चल्यो भने म छाती थाप्छु भन्नेहरू आज कुन बेलामा लुकेर बसेको छन् त्यो त हामीलाई थाहा छैन होइन। यो कुरा तपाईँहरूलाई पनि थाहा छ, हामीले पनि देखिरहेका छौँ। र गरिबीको पक्षमा निमुखाको पक्षमा बोल्ने भनेको मात्र एउटा माटो हो। र 84मा चाहिँ तपाईँहरूले जुन गल्ती यसपालि गर्नुभयो त्यो गल्ती चाहिँ अब आउने चुनावमा चाहिँ नदराउनु होला भन्न चाहन्छु। हस्, थुप्रो समय दिनुभएको छ। अन्तिममा जाँदै जाँदै यो प्रश्न चाहिँ उहाँले सोध्नु भएको भए हुन्थ्यो भन्ने केही लागेको छ तपाईँलाई? छैन, छुट्या जस्तो छ? छैन। धेरै धेरै धन्यवाद समय र समाजको निम्ति। नमस्कार।